अब त्यो अलियनलाई नखान्न प्लिज अलियनलाई नखाने है किल चाहिँ यता टिटिकेले चोर्छ जस्तो लागिसक्यो यार टिटिकेले डाँडा लियो नि त अब ला किल उठाए नि टिटिकेले यार जिगल नक भयो फिनिस भयो जिगल टिटिकेको चिकन हामी सेकेन्ड ठिक छ नेड आयो अब स्काइलाइन हेड गयो ए रुटको एउटा स्पिड रहेछ जोनै छैन अब अनि टिटिकल ठाउँ लिइसक्यो होइन त्यही त सबै लिइसक्यो ओइ ओइ हिल प्लिज नो फियर हिल प्लिज नेड आयो नो फियर नाइ यार नेडले नमरे भाइ सही हान्थ्यो अरे भाइले 100 हान्दिन्थ्यो यार उताबाट अर्कोलाई पनि ओइ स्काई ओइ स्काई अति छ स्प्रे त्यहाँ दुईटै फिनिस हानेर नो फियरलाई उठाउ त टु बी टु हुन्छ क्या नाइ यार भ्याउँथ्यो नि जी 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 उठ स्लिपीको राम्रो छ क्या स्प्रेहरू स्लिपी बवाल यार नो डाउट हुन्छ क्या यस्तो लङ रेन्जहरू किल उठाउने त स्लिपी भाइले ओभर उठाउँछ भाइ सपोर्ट प्लेयर त लभली छ क्या स्लिपीको पछाडिबाट कभर दिने सपोर्ट दिने चाहिँ अति बवाल छ मरेन है यिनीहरू बचाएछ नि भाइ देख्यौ त मैले भन्छु नि केसी हानो यार अहिले पनि त्यो किल पनि उड्छ यार भाइ नो फेरि यहाँ एक्लै गइरहेछ सुतेर ला अहिले आइक्यूले अब नेड हान्ने भयो नि भाइ ठाउँमै हान्ने भयो ढुङ्गामै हान्छ क्या ला क्लियर ला यार भाइ यार नो फेरिले हान्थ्यो आइक्यूलाई उतै फिनिस फिनिस ओइ दाइ फेयरलेसले क्रिप्टोलाई फेयरलेस पनि मर्यो रुल्स एक्लै स्काइले आइरनलाई केटु र नब्ली केटु नो फेयर नक भएको चिकन छ त 1v1 त हो 3v1v1 चिकन चिकन आयो दाइ आयो आयो चिकन आयो ओइ फलकसँग जिगल त 1v1 गयो त ला मुजी किल छोड्दियो जिगल भाइ छिटो हान्नुपर्छ नि ला ठिक छ त टिटिकेले प्लेसमेन्ट पोइन्ट पायो नि त थाहा पायो यही फाइट पर्दैछ भन्ने थाहा पायो दाइ आउँछ केटा दुईटै किल हामीले ल्याउनु पर्छ क्या 1v1 नाइस स्काई नाइस इजी दुईटै किल हाम्रो मर्छ हौ दाइ यो जलेर मर्छ जसलाई पन्धु किल दिन्छ कि दिँदैन खै दिन्छ पन्दुले त किल दिनुपर्ने जोन छ खै दिन्छ कि दिँदैन 58 वटा त सामु पन्दुसँग मली रहेछ क्या फेरि एउटा हेर न जल्नलाई मलिछ ल नेड हान्न आँट्यो थर्ड पार्टीमा हान्लास 1v4 म्याच चिकन तर रणमतीको छोरो अफिसियलमा फेरि केटाहरू सिस्टमेटिक वेमा आउँछन् नि फेरि भित्र हान्न पुस पनि होइन हौ जिगल भाइ एक लट त नक हुनै पर्यो नि भाइ जिगल भाइ एकचोटि नक भन्नु त जिगलै रगेन नि भाइ
हानिहाल्छ नि आम्मा, आम्मा। इजी हान्छ नि हो। अल ला। सेट भाइ यार भन् क्लच हान्छ जस्तो